आज नेपालको कुरा गर्नुभन्दा अगाडि एन्ड बिफोर आई बिगिन दिस भिडियो आई रियली वान्ट टु कङ्ग्रेचुलेट जेमिमा रोड्रिगेजको इनिङ्सको लागि र इन्डियन टिमलाई धेरै धेरै बधाई साथीहरू हैन। सो आज मैले यो कुरा किन गर्दैछु भन्दाखेरि चाहिँ बिकज देयर इज सम काइन्ड अफ लिंक दैट आई वान्ट टु मेक हैन इन दिस भिडियो टुडे। धेरैजनाले मेरो भिडियोमा भन्दै हुन्थ्यो कि अलिकति स्लो बोल्नु, अलिकति बिस्तारै बोल्नु, अलिकति लामो पनि बनाउनु भनेर। आजको भिडियो साथीहरू अलिकति स्लो बनाउन कोसिस गरिरहेको छु हैन। भिडियो आज अलिकति लामो पनि बनाउने कोसिस छ मेरो हैन। सबैजनालाई स्वागत छ मेरो च्यानल टीएसबी मा। गुड मर्निङ साथीहरू, व्हाट अ ग्लूमी डे हैन, व्हाट अ रेनी डे साथीहरू। प्लिज सबैजना सेफ रहनु होला। ट्राभल एडभाइजरी निकालेको छ नेपालले पनि, सो प्लिज ट्राभल नगर्नु होला अन्यथा यतिकै हैन विदाउट एनी रिजन यतिकै ब्याग बोकेर चस्मा बोकेर कतै ट्राभल गर्न जानु होला हैन। दिस इज नट द राइट टाइम फर एडभेन्चर ट्राभलिङ साथीहरू। के पनि भन्न मन छ भन्दा साथी तपाईहरुलाई मसँग चाहिँ जोडिन मन छ भने बिकज आई डोन्ट कम लाइभ आफ्टर द म्याचेस हैन। सो लाइभ च्याटमा चाहिँ तपाईहरुलाई जोडिन मन छ भने मसँग चाहिँ यु क्यान जोइन माइ डिस्कर्ड च्यानल साथीहरू। मेरो डिस्कर्डको लिंक तपाईहरुले च्यानलको डिस्क्रिप्सनमा पाउनुहुन्छ। अनि त्यसैगरी साथीहरू मैले एउटा गुड न्यूज ल्याएको छु है। सो गुड न्यूज चाहिँ के भन्दा मैले पनि टिकटक च्यानल खोलेको छु। टिकटकमा पनि गएर सब्स्क्राइब गर्ने हो के गर्ने हो फलो गर्नु होला हैन। सो के भन्छ फलो भन्छ सब्स्क्राइब भन्छ थाहा छैन। त्यहाँ गएर चाहिँ मलाई त्यो फलो गर्नु होला हैन, सब्स्क्राइब गर्नु होला व्हाटएभर। अनि त्यहाँ पनि म सर्ट भिडियोजहरु बनाउने प्लानमा छु साथीहरू। सो त्यहाँ पनि आउनु होला साथीहरू। सो जसले भिडियो हेर्नुहुन्छ त्यहाँ पनि आउनु होला है। दैट वाज माइ टाइनी इन्ट्रो साथीहरू। सो नाउ आई विल टक अबाउट यस्टरडेज म्याच साथीहरू। सो वी हैव लस्ट द म्याच। कस्तो बिटर स्वीट खालको चाहिँ इमोसन छ हैन, बिटर स्वीट खालको चाहिँ फिलिङ छ। किन भन्दाखेरि चाहिँ फर्स्ट इनिङ्समा रोहित पौडेलको त्यो एउटा ग्रिट हैन, एउटा डिटरमाइन्ड इनिङ्स उहाँको सेन्चुरी केही पनि काम लागेन। अनफर्चुनेटली यस्तो भएको छ। एन्ड आई वान्ट टु टक अबाउट दिस व्हेन आई वाज वाचिङ दैट इनिङ्स यस्टरडे साथीहरू। मलाई चाहिँ त्यो ग्रेम स्मिथको इनिङ्स याद आयो क्या। ग्रेम स्मिथ भनेको चाहिँ साउथ अफ्रिकाको क्याप्टेन, एक्स क्याप्टेन। धेरै वर्ष अगाडि साथीहरू उहाँ चाहिँ साउथ अफ्रिकाको क्याप्टेन हुन्थ्यो। साउथ अफ्रिका वाज प्लेइङ अगेन्स्ट अस्ट्रेलिया एन्ड सिडनी। साउथ अफ्रिकाले चाहिँ एउटा टेस्ट म्याच खेल्दै थियो। अनि सो त्यो टेस्ट म्याचमा चाहिँ दे वर लाइक प्लेइङ टु सेभ द टेस्ट क्या। उहाँले चाहिँ ड्रको लागि खेल्दै हुन्थ्यो। अनि त्यो म्याचमा चाहिँ सेकेन्ड इनिङ्समा चाहिँ ग्रेम स्मिथको हात भाँचिन्छ क्या। पछि हि इज लाइक रिटायर्ड हट हैन। टेस्ट म्याचको फाइनल डेमा साथीहरू साउथ अफ्रिकाले चाहिँ त्यस्तै 12-13 ओभर कति ब्याटिङ गर्नुपर्ने हुन्छ टु ड्र द टेस्ट। त्यति बेला चाहिँ साउथ अफ्रिकाको सबै विकेट झर्छ। ग्रेम स्मिथ जो चाहिँ रिटायर्ड हट हुनुभएको थियो, ही कम्स ब्याक टु ब्याट डिस्पाइट द इन्जुरी। अनि ही अलमोस्ट प्ले फर लाइक 12-13 बल्स हैन। एभ्रीबडी अप्रिशिएटेड दैट क्या। एभ्रीबडी अप्रिशिएटेड हिज करेज। सबैजना इन द स्ट्यान्ड्स हैन, इभन द अपोजिसन टिम, रिकी पन्टिङ द क्याप्टेन, सबैजनाले के वाह क्या खेलेको ग्रेम स्मिथ, व्हाट अ प्लेयर, वाउ भन्ने खालको थियो त्यहाँ। त्यस्तै लाग्यो मलाई हिजो रोहित पौडेलको चाहिँ ब्याटिङ हेर्दाखेरि। रोहित पौडेलको ग्रिट, रोहित पौडेलको चाहिँ डिटर्मिनेसन, रोहित पौडेलको चाहिँ एउटा अप्रोच हैन। दामी खेल्नु उहाँले, दामी खेल्नु भएको छ। तर अनफर्चुनेटली वी लस्ट दिस म्याच हैन। इन सम वे साथीहरू अलिकति म ह्यापी पनि छु, अलिकति स्याड पनि छु। किन भन्ने कुरा साथीहरू आजको भिडियोमा भन्दै जाउँला है। सो भिडियो चाहिँ एन्डसम्म हेर्नु होला साथीहरू है। भिडियो एन्डसम्म हेर्नु भएन भने साथीहरू भिडियो यति लामो बनाएको के काम लाग्यो हैन, फेरि केही कामै लागेन साथीहरू। अनि तपाईहरु चाहिँ लामो भिडियो बनाउनु भन्नुहुन्छ अनि भिडियो चाहिँ एन्डसम्म हेर्नु भएन भने मैले चाहिँ लामो भिडियो किन बनाउने। अलराइट साथीहरू, सो लामो भयो यो के भयो, धेरै लामो इन्ट्रो भएछ आज। दिस इज लाइक अ म्यान्डेटरी थिङ फर मी टु से के नाउ हैन। सो च्यानलमा पहिलोचोटि आउँदै हुन्छ भने डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब माइ च्यानल टीएसबी। अनि तपाईहरुको पनि ओपिनियन लेख्नु होला कमेन्ट सेक्सनमा। तपाईहरुलाई कस्तो लाग्यो हिजोको म्याच। एन्ड प्लिज डोन्ट फर्गेट टु कङ्ग्रेचुलेट द इन्डियन क्रिकेट टिम हैन, द वुमेन्स टिम। उहाँले ब्युटिफुल खेल्नु भएको छ है, बबाल खेल्नु भएको छ उहाँले। जति अहिले क्रिकेट हामीले हेरेछौँ नि, वान अफ द बेस्ट नक्स साथीहरू। यसलाई हामीले इग्नोर गर्न मिल्दैन। जसले जे भने पनि तपाईहरुलाई इन्डिया मन परे पनि नमन परे पनि हैन, राम्रो क्रिकेटलाई अप्रिशिएट गर्नुपर्छ हामीले है, एटलिस्ट इन द टीएसबी कम्युनिटी। यति चाहिँ म भन्न चाहन्छु। सो त्यति भन्दै आजको टीएसबी सङ इज डेडिकेटेड टु टु पीपल, रोहित पौडेल एन्ड जेमिमा रोड्रिगेज। तुम भी क्या याद रखोगी यार। टाइम फर द टीएसबी सङ। कतिजनालाई के लागिरहेको होला, टीएसबीले के भन्छ, कसरी चाहिँ रियाक्ट गर्छ होला यो म्याचको बारेमा तपाईहरुलाई लागिरहेको होला हैन। यस्तो खालको चाहिँ क्युरियोसिटी हुन सक्छ, अलिकति जिज्ञासा हुन सक्छ। तर मलाई चाहिँ साथीहरु आई एम नट भेरी नेगेटिभ अबाउट दिस म्याच। किन भन्दाखेरि चाहिँ तपाईलाई म भन्छु है त, किन भन्दा साथीहरु दिस इज अ फाउन्डेसन क्या। हाउ मेनी टाइम्स हैज नेपाल लाइक स्कोर लाइक हैन 230, 240, 250। नम्बर 3 को ब्याटरले, नम्बर 4 को ब्याटरले सेन्चुरी बनाउनु भनेको ठुलो कुरा हाम्रो लागि। आई थिंक दिस इज अ फाउन्डेसन फर अस। कुनै न कुनै लेभलमा साथीहरु यो फाउन्डेसन भएको छ हाम्रो लागि चाहिँ। कसरी ब्याटिङ गर्ने, हाम्रो ओडीआईमा स्टाइल के हो त, त्यो स्टाइल हामीले पत्ता लगाउनु जरुरी छ क्या। अहिले पनि हामी लाइक वी आर प्लेइङ ओडीआई बट वी आर लाइक प्लेइङ ओडीआई फर्मेट विदाउट एनी स्टाइल, विदाउट एनी लेट्स से कल्चर, ब्रान्ड अफ क्रिकेट छैन क्या। यस्टरडेज इनिङ्स बाइ रोहित पौडेल वाज अ स्टेप इन द राइट डिरेक्सन साथीहरु। पक्कै पनि साथीहरु हाम्रो लागि चाहिँ एउटा स्टेपिङ स्टोन हो यो हैन। यसमा कसैले पनि कन्फ्युज हुनु पर्दैन। धेरै एक्सपेक्टेसन राख्नु भन्दा पनि वी हैव टु फलो आवर क्रिकेट इन द राइट वे क्या। हामीले सपोर्ट त गर्ने हो, तर कसरी सपोर्ट गर्ने त। रोहित पौडेलको इनिङ्सलाई चाहिँ हामीले इन्करेज गर्नुपर्छ। यस्तै खालको लामो इनिङ्स खेल्न जरुरी छ। अरु ब्याटर्सले राम्रोसँग खेलेको भए रोहित पौडेल त्यसरी एक्जस्ट हुन्थेन होला, त्यसरी थाक्नु हुन्थेन होला। तपाईहरुले म्याच हेर्नु भएको छ भने ही वाज एक्जस्टेड साथीहरु हैन, ही वाज गन क्या। देयर वाज नथिङ लेफ्ट इन हिम। त्यस्तो फिट खेलाडी साथीहरु हैन, बिकज अफ अदर ब्याटर्स नट ब्याटिङ अराउन्ड हिम, विदाउट क्रिटिसाइजिङ टु मच अबाउट द टिम एन्ड द परफर्मेन्स। सो म अलिकति पोजिटिभ हुन चाहन्छु, अलिकति अप्टिमिस्ट हुन चाहन्छु। ह्याभिङ सेड दैट साथीहरु, सो हामी म्याच कसरी हार्यौं त, हाउ डिड वी लुज द म्याच, साथीहरु। हामीले पहिला पनि कुरा गरेका छौं कि नेपालले पहिला टस जितेर चाहिँ ब्याटिङ गर्नुपर्छ, ब्याटिङ गरेर चाहिँ एटलिस्ट 230, 240, 250 बनाउनु पर्छ। अनि अपोजिसनलाई हामी रोक्न सक्छौं, हाम्रो बलिङ राम्रो छ, हाम्रो बलर्सहरुले हाम्रो काम गरिदिनुहुन्छ भन्ने खालको कुराहरु गर्ने म पनि हो साथीहरु। हिजो चाहिँ हामी कसरी हार्यौं त, 9 आउट अफ 10 टाइम्स नेपालले ब्याटिङ गर्दाखेरि फर्स्ट इनिङ्समा हामीले जित्ने गरेको छौं।
तर हामीले हिजो कसरी हार्यौं त? इज इट ओन्ली बिकज त्यो युए को कन्डिसन थियो, युए ले आफ्नो होम कन्डिसनमा हाम्रो हराइदियो, युए ले चाहिँ हाम्रो आफ्नो होम कन्डिसनमा हराएको हो कि हामीले नराम्रो खेलेको हो कि साच्चीकै ब्याड लक नै भएको हो कि के भएको हो त? मिक्स अफ एभ्रिथिङ नै भएको होला साथै। तर म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ आई थिंक व्हाट ह्यापेन्ड इज युए का बलर्सहरुले हामीलाई नगुदानेको हो क्या। हामीले पहिला टस जित्यौं, ब्याटिङ गर्यौं, 238 को टार्गेट दियौं, त्यसपछि युए चेज गर्न आयो, उले चाहिँ ब्याटिङ गर्यो हैन। तर युए का ब्याटर्सले हामीलाई नगुदानेको हो क्या। उनीहरुलाई हाम्रो बलिङ अट्याक प्रति चाहिँ कुनै पनि फियर छैन। हाम्रो बलिङलाई उनीहरुले थ्राश नै गरेको नगरेको भए साथीहरु त्यही टिमले चाहिँ युएसए को अगेन्स्टमा बल्ल तल्ल ब्याट गर्दै थियो भने हाम्रो अगेन्स्टमा त्यस्तो अग्रेसिभली कसरी ब्याट गर्यो होला त? यो सोच्नु पर्ने कुरा छ साथीहरु है। पहिलो नम्बरमा साथीहरु म यो भन्न चाहन्छु है। अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नेपाललाई चाहिँ ब्याटिङ गर्न गाह्रो हुने, फर्स्ट इनिङ्समा नेपालले चाहिँ टस जितेर पहिला ब्याटिङ गर्ने, ब्याटिङ विकेटमा ब्याटिङ गर्ने, 237 बनाउँछ भने युनाइटेड अरब एमिरेट्सलाई चाहिँ कसरी सजिलो भयो त ब्याटिङ गर्नको लागि? त्यही पिचमा हाम्रो ब्याटिङ चाहिँ बल्ल तल्ल हुने, त्यही पिचमा उनीहरुको ब्याटिङ चाहिँ बवाल हुने। किन होला? त्यो पनि टस हारेर। किन होला? वाइ किन होला? वाइ यसलाई अब म अलिकति ब्रेक डाउन गर्न चाहन्छु है त। लेट मी टक अबाउट रोहित पौडेल's इनिङ्स यस्टरडे साथीहरु। हिजोको इनिङ्समा चाहिँ रोहित पौडेलले 130 बलमा चाहिँ 109 रन हान्नु भयो हैन। अलमोस्ट 84 को स्ट्राइक रेटमा उहाँले खेल्नु भएको छ। त्यसमा 5 वटा चौका, 2 टा छक्का पनि हान्नु भएको साथीहरु है। हिजोको मात्र साथीहरु पहिला पनि तपाईहरुले नोटिस गर्नु भएको छ भने रोहित पौडेलको ब्याटिङमा चाहिँ उहाँको म्याक्सिमम रन चाहिँ कहाँ आउँछ भन्दा चाहिँ लेग साइडमा आउँछ हैन। कस्तो खालको एरियामा भन्दाखेरि चाहिँ मिड विकेट, स्क्वायर लेग, फाइन लेग उहाँले हान्ने भनेको यही एरियामा हो हैन। अलिकति मलाई चाहिँ सरप्राइजिङ चाहिँ के लाग्छ भन्दा चाहिँ उहाँको ब्याटिङमा चाहिँ हैन, उहाँको धेरै रन्सहरु चाहिँ साथीहरु अफ साइडमा चाहिँ आउँदैन के हैन। उहाँले कभरमा त्यति खेल्नु हुन्न, उहाँले पोइन्टमा त्यति खेल्नु हुन्न, उहाँले थर्ड म्यानमा त्यति खेल्नु हुन्न। उहाँको शट साथीहरु लेग साइडमै धेरै आउँछ क्या। मेरो स्क्रिनमा तपाईहरुले हेर्न सक्नुहुन्छ, यो चाहिँ उहाँको व्यागन व्हील हो साथीहरु हैन। सो तपाईले यहाँ हेर्न सक्नुहुन्छ। जस्ट लुक एट हिज शट्स क्या साथीहरु। म्याक्सिमम शट्सहरु आएको छ लेग साइडमा। 30 देखि 40% अफ द शट्स आर कमिङ इन द अफ साइड हैन। दैट वाज रोहित पौडेल's परफॉर्मेंस इन अ नटशेल यस्टरडे साथीहरु। जुन चाहिँ ब्याटरले साथीहरु यसरी लेग साइडमा खेल्छ, त्यति लामो इनिङ्स खेल्छ, त्यति लामो टाइम स्पेन्ड गर्छ क्रिजमा, त्यस्तो एक्जस्टिङ कन्डिसनमा ब्याटिङ गरेको छ, त्यही पनि 109 रन हानेको छ 130 बलमा साथीहरु। ओडीआई को फर्मेटमा साथीहरु हामीले चाहिँ यसलाई राम्रो मान्नुपर्छ है। भन्दाखेरि चाहिँ उहाँले अझै अफ साइडमा चाहिँ स्कोर गर्न सक्नु भयो भने, उहाँले चाहिँ अफ साइडमा अझै रन्स हान्नु भयो भने 109 त 120, 130, 140 हुने रहेछ साथीहरु। मैले यो भन्न खोजेको ही क्यान स्टिल इम्प्रुभ अन हिज ब्याटिङ। त्यति लामो टाइम छ उहाँसँग हैन। अलमोस्ट पुरै गेम चाहिँ लेग साइडतिर खेलेको छ हैन। अल ओभर द फिल्ड चाहिँ शट्स खेल्न सक्यो भने अझै रन्स आउँथ्यो, अझै स्ट्राइक रेट इम्प्रुभ हुन्थ्यो। अरु खेलाडीहरुलाई पनि जो चाहिँ आउँदै हुनुहुन्छ ब्याटिङ गर्नको लागि उहाँलाई पनि फिल्ड खुल्थ्यो, कन्फिडेन्स बढ्थ्यो के। रोहित पौडेलले कभर खेल्दै हुनुहुन्छ, रोहित पौडेलले पोइन्ट खेल्दै हुनुहुन्छ, रोहित पौडेलले थर्ड म्यानमा शट्सहरु खेल्दै हुनुहुन्छ, उहाँले मिड विकेट पनि खेल्दै हुनुहुन्छ, उहाँले चाहिँ फाइन लेग पनि खेल्दै हुन्छ। यस्तो खालको शट्सहरु देख्ने बित्तिकै साथीहरु त्यसपछि आउने ब्याटरहरुलाई केही न केही कन्फिडेन्स चाहिँ आउँछ के। रोहित पौडेल इफ यु आर वाचिङ दिस भिडियो यु क्यान स्टिल इम्प्रुभ अन योर ब्याटिङ है, विदाउट इभन ट्राइङ टु प्ले अन द अफ साइड। तपाईले 109 रन हान्नु भयो भने इफ यु स्टार्ट थिंकिङ अबाउट द अफ साइड अझै कति धेरै रन आउँछ होला त, यो कुरा विचार गर्नु होला। मैले तपाईलाई सुरुमा भनेको थिएँ नि जेमिमा रोड्रिगेज भनेर, त्यो कुरा म यहाँ जोड्न चाहन्छु। हिजै भएको म्याचमा, हिजो राति भएको म्याचमा चाहिँ नेपालले दिएको टार्गेट भन्दा 100 रन बढी इन्डियाले चेज गर्न आयो सेकेन्ड इनिङ्समा हैन। जेमिमाले पनि सेन्चुरी हान्नु भएको छ। सो यहाँ तपाईले मेरो स्क्रिनमा हेर्न सक्नुहुन्छ उहाँको चाहिँ व्यागन व्हील है। जेमिमाको व्यागन व्हील हेर्नु भयो भने यु क्यान सी दैट कि शी इज स्कोरिङ अन द अफ साइड, अन द लेग साइड, शी इज स्कोरिङ अन बोथ साइड्स। त्यसैले गर्दाखेरि पनि त्यसैले साथीहरु रोहित पौडेलको कम्प्यारिजनमा चाहिँ उहाँले बढी बाउन्ड्रीज हान्नु भएको छ बिकज शी वाज एबल टु प्ले अल ओभर द पार्क। त्यसले गर्दाखेरि उहाँको स्ट्राइक रेट पनि बढ्यो, बाउन्ड्रीज पनि धेरै आयो, चेज गर्न पनि सजिलो भयो, कसैलाई प्रेसर पनि भएन। सो मैले यही भन्न खोजेको है, हामीले यो इनिङ्सबाट सिक्न सक्छौं। सो यो भिडियोमा कतिजना आउनुहुन्छ होला, सो तपाईहरु चाहिँ नेगेटिभली नसोच्नु होला। मैले वुमेन्स क्रिकेट र मेन्स क्रिकेटलाई कम्पेयर गर्न खोजेको हैन, खाली एउटा राम्रो एक्जाम्पल दिन खोजेको हो। त्यो हो क्या चेज गर्ने स्टाइल भनेको। यसमा कसैले अन्यथा नसोच्नु होला है साथीहरु। युएई ले कसरी चेज गरेको छ यसको बारेमा अलिकति म कुरा गर्न चाहन्छु साथी। तपाईहरु युएई को चेज हेर्नु भयो भने साथीहरु हैन, 238 चेज गर्न आको हैन, त्यसमा पनि 143 रन्स हैन। त्यो भनेको अलमोस्ट 60% अफ द रन्स, 60% अफ द टार्गेट साथीहरु दुईटा ओपनर मिलेर स्कोर गर्दै। अब तपाईहरु आफै सोच्नु साथीहरु, एकचोटी ओपनर्सहरु यसरी खेल्यो भने 238 त के साथीहरु, उहाँहरुले 300 पनि चेज गर्न सक्छु भन्ने खालको चाहिँ मेन्टालिटी लिएर आउनु भएको। चेजिङ माइन्डसेट भनेको त्यो हो के साथीहरु। 238 को टार्गेटमा 143 रन चाहिँ भनेको 60% अफ द टार्गेट, त्यति रन साथीहरु ओपनरले गर्दै। कस्तो वन्डरफुल कुरा भन्दै साथीहरु यो। यसमा के भने साथीहरु डेटा आफै बोलिरहेको छ त हैन। यस्तो दामी खेल्दै साथीहरु, यस्तो दामी खेल्दै युए ले के भन्ने, अब के भन्ने क्या। अलिकति अझै कम्प्यारिजन गर्न चाहन्छु म। तपाईहरुले हेर्नु भयो भने युए को ब्याटिङमा चाहिँ सोएब खान जो चाहिँ नम्बर 3 मा ब्याटिङ गर्न आउनु भयो, उहाँ पनि त 0 मा आउट हुनु भयो। त्यसपछि उनीहरुको इनिङ्स त कोल्याप्स भएन त। हाम्रो मात्र नम्बर 3 नचलेको हैन, भीम सार्की मात्र नचलेको हैन, उहाँहरुको पनि चलेन। तर त्यसपछि जो ब्याटिङ गर्न आउनु भयो सबै जनाले चाहिँ डबल डिजिटमा स्कोर गरेका छन्। तपाईहरुले मेरो भिडियो फलो गर्नु भएको छ भने मैले पहिला पनि यो कुराहरु गरेको छु। इट्स अ टिम स्पोर्ट, सबैजनाले मिलेर टोटल बनाउने हो, सबैजनाले चाहिँ मिलेर चेज गर्ने हो। जतिसुकै टार्गेट भए पनि केही न केही अप्रोच राख्नुपर्छ, केही न केही प्लानिङ गर्नुपर्छ, सबैजनाको केही न केही रेस्पोन्सिबिलिटी हुन्छ। युए ले त्यसरी खेल्यो साथीहरु। ओपनिङ ब्याटर्सहरुले हाम्रो बलिङलाई गुदान्दै नगुदानेको हो क्या। जसले जे भने पनि हामी जाने हो, हामी खेल्ने हो, पावर प्लेमा स्कोर गर्ने हो, फिल्डरको माथि हान्ने हो, ग्याप्सहरु खोज्ने हो, आफ्नो शट्सहरुलाई ब्याक गर्ने हो, आफ्नो एबिलिटीलाई ब्याक गर्ने हो, 10 ओभरमा 60-70 रन स्कोर गर्ने हो। त्यति स्कोर गरेपछि 238 को टार्गेट भनेको त केही पनि हैन। मोडर्न डे फर्मेटमा, ओडीआई फर्मेटमा यतिको टार्गेट साथीहरु 20 ओभरको फर्मेटमा चेज हुन्छ आजकल, अनि यो लङ फर्मेटमा चाहिँ चेज हुँदैन त।
त्यही हो क्या साथीहरु, मेन्टल कुरा हो क्या यो, मेन्टल हो क्या यो। धेरै जनालाई क्युरियोसिटी हुन सक्छ, अलिकति कौतूहलता हुन सक्छ तपाईहरुलाई पनि हैन। सो कुशल मल्लको के हुन्छ, शाहब आलमको के हुन्छ। मेरो विचारमा साथीहरु गुलशन झाला चाहिँ बलिङ नगराउने हो भने कुशल मल्ललाई चाहिँ त्यही मिडल अर्डरमा चाहिँ खेलाउँदा हुन्छ हैन, इन द युए कन्डिसन्स हैन। फर द लास्ट 2 गेम्स केही न केही कमब्याक भइहाल्छ कि भन्ने एउटा आशा पनि हामी राख्न सक्छौं हैन। कसैलाई फेभर गर भनेको हैन, कुशल मल्ल चलेको दिन फेरि उहाँ चाहिँ एक्स फ्याक्टर प्लेयर नि हो। मेबी वी आर मिसिङ द एक्स फ्याक्टर इन दिस सिरिज। सो उहाँलाई खेलाउँदा हुन्छ। इफ वी डु नट स्कोर अबभ 250 और इभन 260 270 280 हामीलाई जित्न गाह्रो हुन सक्छ भन्ने चाहिँ इन्डिकेसन हामीले देखिसकेको छौं। कुशल मल्ललाई चाहिँ अब खेलाउँदाखेरि चाहिँ केही पाप लाग्दैन, अलिकति बलिङ चाहिँ थ्रेटनिङ हुनु पर्यो क्या, अलिकति डर लाग्दो हुनु पर्यो बलिङ हैन। बलिङ नगुदाने के हो क्या यिनीहरुले। युएसए ले पनि यो म्याच हेरेको भए हामीलाई फेरि गुदाउँदैन तिनीहरुले, फेरि हामीलाई स्कोर गर्छ युएसए ले पनि। सो अगेन मैले पहिला पनि भनेको थिएँ कि सायन जहांगीर चाहिँ अलिकति बचेर रहनु होला नेपाली टिम है। वी विल प्ले अगेन्स्ट युएसए टुमरो हैन। हाम्रो लागि युएसए पनि डिफिकल्ट हुने वाला छ। भीम सार्कीको ठाउँमा चाहिँ अनिल शाहलाई खेलाउन मिल्छ होला अगेन्स्ट युएसए साथीहरु, त्यो एउटा ट्राई गर्न सकिन्छ है। अगेन्स्ट युएसए हामीले अफ कोर्स राम्रो खेल्नै पर्छ। युएसए इज इभन अ बेटर टिम भन्छु मैले हैन। सो युएसए इज एक्चुअली अन कोर्स टु विन ऑल 4 गेम्स क्या। तर नाउ आई वान्ट टु टक अबाउट द बलिङ है साथी। तपाईहरुको बलिङमा अलिकति डर भनेको साथीहरु ब्याटरहरु डराएन क्या हाम्रो बलिङ देखेर, उलाई डरै नवास्तो गरी ब्याटिङ गर्यो क्या। हाम्रो बलर्सहरुलाई देखेर उनीहरुलाई के पनि डरै लागेन क्या। डर लागेको भए इभन एन इन्च अफ हेजिटेसन भएको भए, अलिकति हच्केरी खेलेको भए, अलिकति रेस्पेक्ट गरेको भए ओपनर्सहरुबाट चाहिँ त्यस्तो खालको क्विक स्टार्ट हुँदैन थियो। त्यो कन्फिडेन्स हो क्या साथीहरु। नेपाललाई चाहिँ ब्याटिङ गर्न गाह्रो हुने अनि त्यही पिचमा चाहिँ युएले पनि सजिलो हुने, त्यस्तो कसरी हुन सक्छ। त्यसैले दैट वाज अल अबाउट कन्फिडेन्स। अलिकति तर्साउनु पर्यो, अलिकति एटिट्युड ल्याउनु पर्यो साथी, अलिकति बडी ल्याङ्ग्वेजमा अलिकति केही न केही चेन्ज ल्याउनु पर्यो। बलिङ यसरी गर्नु पर्यो कि ब्याटर पनि डराओस् के साथीहरु। ब्याटरलाई डर त हुनु पर्यो नि, उलाई डर त लाग्नु पर्यो नि त, अलिकति त्रास त फिल हुनु पर्यो नि त, नभए त गन्दै गन्दैन साथीहरु। ओडीआई फर्मेट T20 को हिसाबले खेलिदिन्छ। आजको भिडियोमा साथीहरु म यति नै कुरा गर्न चाहन्छु हैन। दैट वाज माय टेक अन यस्टरडेज म्याच हैन। सो आई एम नट ओभरली नेगेटिभ। आई थिंक दिस इज द फाउन्डेसन फर अस, वन स्टेप एट अ टाइम हो हाम्रो लागि। ओडीआई फर्मेटमा हामीले अझै इम्प्रुभ गर्न जरुरी छ। तर वन अफ आवर ब्याटर स्कोरिङ सेन्चुरी एन्ड अ फ्यू अदर ब्याटर स्कोरिङ इन डबल डिजिट्स इज अ गुड साइन फर अस। इट इज अ गुड साइन गोइङ फरवर्ड साथीहरु। यसमा हामीले बिल्ड गर्नुपर्छ, यसमा हामीले अझै बिल्ड गर्न जरुरी छ। यसलाई फाउन्डेसन बनाएर साथीहरु वी हैव टु इम्प्रुभ आवर गेम, वी हैव टु स्कोर मोर रन्स। दुईटा ठूलो पार्टनरशिप इन द ओडीआई फर्मेट। तपाईहरुलाई लागिरहेको होला मैले कस्तो मजाले धेरै क्रिटिसाइज नगरिकन हैन आजको भिडियो नेभिगेट गरेको छु, गरेकै हो साथीहरु है। पोजिटिभ हुन खोजेकै हो, नतिजा भन्दा पनि समटाइम्स नतिजा भन्दा पनि हाउ वी प्लेड इज मोर इम्पोर्टेन्ट। त्यति भन्दै साथीहरु आजको भिडियो यही एन्ड गर्न चाहन्छु। थ्यांक यू सो मच फर वाचिङ माय भिडियो, थ्यांक यू सो मच फर सपोर्टिङ माय च्यानल साथीहरु। तपाईहरुको के ओपिनियन छ भने लेख्नु होला कमेन्ट सेक्सनमा है। अनि अघि मैले तपाईहरुलाई सुरुमा भनेको जस्तै डोन्ट फर्गेट टु फलो मी अन टिकटक एन्ड अन डिस्कर्ड साथीहरु। त्यसको लिंक छ मेरो डिस्क्रिप्सनमा, त्यहाँ गएर तपाईहरुले मलाई फलो गर्न सक्नुहुन्छ है त। यति भन्दै टेक केयर अफ योरसेल्फ, एन्जॉय योर डे, टाटा बाइ बाइ।